हेलो, आज चाहिँ म पाइप क्लिनरबाट यस्तो टुलिप बनाउन गइरहेको छु। यसरी मेरो चाहिँ पाइप क्लिनरहरू रेडी छ। अब यसरी दुईवटा आफूलाई मन परेको कलरको दुईवटा पाइप क्लिनर लिने अनि त्यसलाई एक आपसमा यसरी भाँचेर बराबरी बनाउनु पर्छ। यसरी दुवैतिर बराबर छ छैन हामीले नाप्नुपर्छ। बराबर भइसकेपछि चाहिँ एकअर्कालाई चाहिँ नट कस्दिनुपर्छ अनि मात्रै डर हुन्छ। यस्तै क्रस गरेर चाहिँ एक आपसमा यसरी कसिदिनुपर्छ। चौताकै भयो भने केही फरक पर्दैन। यसरी अब चारवटा भयो नि, चारवटा बराबर साइजको यसरी निकाल्नुपर्छ। अनि फेरि यसलाई अब कत्रो साइजको टुलिप बनाउने हो त्यही अनुसारले चाहिँ हामीले नापेर अब दुईटालाई फेरि यसरी एक आपसमा कसिदिनुपर्छ। यसरी कसेपछि फेरि छेउछेउमा रहेकोलाई पनि त्यसमा लगेर यसरी कसिदिने। अर्को साइडकोलाई पनि सेम त्यस्तै गर्नुपर्छ। यस्तै कस्ने। यसरी म अझै एक राउन्ड कसिदिन्छु। अनि फेरि अब हामीले चाहिँ यसलाई अब सेप दिनु पर्यो नि त। हल्का थोरै चुच्चो बनाउनुको लागि त्यसरी टुप्पामा फेरि हामीले एकचोटि कसिदिनुपर्छ। अनि सबैलाई एकै ठाउँमा ल्याउने यसरी। अनि जुन चाहिँ एउटा लामो हुन्छ नि त्यसैले चाहिँ हामीले सबैलाई भेला पारेर चाहिँ बनाइदिनु। सुरुमा म दुईटालाई अड्काइदिन्छु यस्तै भित्र लग्ने। त्यस्तो गरेर डर हुन्छ। अनि गरेपछि चाहिँ भइसकेपछि अब हामीले चाहिँ जुन लामो हुन्छ त्यसले कसिदिने। सुरुमा बनाउँदाखेरि चाहिँ एकैचोटि पर्फेक्ट हुँदैन, बनाउँदै जानुपर्छ नडराइकन, एकदम राम्रो हुन्छ। यसरी चाहिँ भाँचिदिने त्यहाँनिर। अनि यसरी हामीले सेप दिनुपर्छ टुप्पामा। अनि यसरी बन्यो। एकैचोटि पर्फेक्ट चाहिँ हुँदैन है, मैले पनि ट्राई गरेर बनाएको हो। यसरी चाहिँ अब फेरि म यसको लिफ बनाउन जानेछु। एकदम इजी छ यो चाहिँ। तीन ठाउँमा यो चाहिँ एउटै पाइप क्लिनरबाट हो खासमा। अनि यसरी दुई ठाउँमा भाँच्ने अनि एकपट्टिको छेउलाई चाहिँ त्यहाँ टुप्पामा लगेर एट्याच गरिदिनुपर्छ त्यसरी। अनि यसरी गरिदिने। गरेपछि यो तल त खुल्लै हुन्छ नि त यसको। अब यो सिङ्गल एउटा पाइप क्लिनर हो, तल त खुल्लै छ त्यसको। त्यसलाई चाहिँ पछि हामीले टेपले चाहिँ त्यसको त्यो टुलिपको स्टिममा चाहिँ एकैचोटि यसलाई चाहिँ ऱ्याप गर्दाखेरि यो एडजस्ट भइहाल्छ, केही फरक पर्दैन। यसरी लिफ पनि बन्यो एकदम इजी तरिकाबाट। अब म चाहिँ यसलाई यसको स्टिममा अब एट्याच गर्न जाँदैछु। यस्तरी यो टेप पनि पाउँछ बजारमा। अनि टेपले यसरी ऱ्याप गर्ने र ठिक्क आफूलाई चाहिँ कहाँनिर त्यसको लिफ राख्दा ठिक्क लाग्छ त्यहीँनिर लगेर यसरी एट्याच गरिदिने। मैले चाहिँ यहाँनिर गरिदिँदैछु यसरी। यसरी पुरा ऱ्याप गर्दै अन्तिमसम्म लानुपर्छ। यसरी सक्यो। अब यसको चाहिँ म टुलिपलाई एट्याच गर्ने एकअर्कामा म चाहिँ तिनवटा लाई चाहिँ यसरी एट्याच गरिदिन्छु। एउटा टुलिपमा तिनवटा मात्रै लगाएको छु। यसरी ग्लु स्टिकले चाहिँ एट्याच गरिदिने। एकैचोटिमा एट्याच हुँदैन, थोरै टाइम चाहिँ सुक्नु दिँदै एट्याच गर्नुपर्छ। यसरी साइडमा नाला पनि एकअर्कामा जोइन गराउनुपर्छ नि त, त्यसको लागि साइडमा लाउने अनि यसरी एट्याच गर्नुपर्छ। अब एउटा लगाइदिन्छु म चाहिँ।
ग्लुस्टिकको चाहिँ अब लास्टमा चाहिँ दुईतिरै साइडकोमा लगाउनु पऱ्यो किनभने दुईटै साइडको एट्याच हुनुपर्छ मजाले ग्लुस्टिक लगाउने सुरुमै चाहिँ एकैचोटि चाहिँ यो सुक्दैन सुकेपछि चाहिँ एकदमै डह्रो हुन्छ एट्याच गरिदिने फाइनली हाम्रो चाहिँ टुलिप रेडी भयो यसको मैले ऱ्याप गरेको भिडियो चाहिँ बनाउन पाइनँ फाइनल लुक यस्तो भएको छ साथीहरू थ्याङ्क यू फर वाचिङ